प्राय म्याजिक गर्दा म्याजिसियनले अडियन्सको माइन्ड रिड गर्छ, तर यो ट्रिकमा तपाईँले म्याजिसियनको माइन्ड रिड गर्नुहुन्छ। सो यो ट्रिक तपाईँले फिटेरै स्टार्ट गर्न सक्नुहुन्छ। सो म कार्डलाई फिट दिन्छु यहाँनिर सुरुमा, अनि जसलाई नि देखाउँदै हुनुहुन्छ उसले चाहिँ तपाईँको माइन्ड रिड गर्छ है त। यहाँनिर चाहिँ कसरी माइन्ड रिड गर्छ भने तपाईँले कार्ड उसलाई दिनुहुन्छ, उसले कार्ड लिन्छ, अनि त्यस पछाडि तपाईँले के भन्नुहुन्छ भने नहेरिकन मैले जे भन्यो त्यही कार्ड दिनु भन्छ होइन। अब उसले चाहिँ नहेरिकन तपाईँलाई कार्ड दिन्छ। जस्तै मैले माथिबाट हुकुमको एक्का माग्छु होइन, उसले हुकुमको एक्का दिन्छ, मलाई हुकुमको एक्का दियो होइन। सो त्यस पछाडि म बिचबाट जहाँबाट मन लाग्छ त्यहाँबाट इटको दल माग्छु होइन। सो उसले जुन पनि कार्ड दिन पायो बिचबाट र उसले इटको दल दिन्छ मलाई होइन। सो त्यस पछाडि अब बटमबाट इटको 3 माग्नुहुन्छ होइन, 3 अफ डायमन्ड्स, उसले बटमबाट 3 अफ डायमन्ड निकालेर दिन्छ। भनेपछि मैले के मागेको थिएँ, हुकुमको एक्का, इटको दल र 3 अफ डायमन्ड अनि इटको तिर्की। सो उसले चाहिँ मैले जे माग्यो त्यही कार्डहरू चाहिँ यसरी दिन्छ है त। यो ट्रिक कसरी गर्ने सिकाउँ है त। मैले यसको लागि लक्ष्मी होम लोन्सको कार्ड युज गरेको छु। तपाईँले चाहिँ कुनै पनि नर्मल कार्ड युज गर्न सक्नुहुन्छ है त। सो लक्ष्मी होम लोन्स चाहिँ अस्ट्रेलिया बेस्ड एउटा होम लोन कम्पनी हो। तपाईँ या तपाईँको आफन्त कोही अस्ट्रेलियामा हुनुहुन्छ र घरको खोजीमा हुनुहुन्छ भने चाहिँ डु भिजिट laxmihomeloans.com.au है त। सो यो ट्रिक गर्नलाई चाहिँ तपाईँले सबैभन्दा बटमको कार्ड याद गर्न पर्ने हुन्छ। यहाँनिर चाहिँ पानाको एक्का छ र यसलाई फिट्दाखेरि यसरी फिट्ने कि बटमको कार्ड चाहिँ कहिले पनि मिक्स नहोस् है त। सो यसरी फिट्दा पनि बटमको कार्ड चाहिँ पानाको एकै हुन्छ र जसलाई नि देखाउनु हुनुहुन्छ उसलाई चाहिँ थाहा हुँदैन कि हामीले बटमको कार्ड याद गरेछौँ भनेर। सुरुमा उसलाई फिट्न दिएर आफूले फिट्ने अथवा तपाईँले कार्ड उता दिँदाखेरि हल्का टिल्ट गरेर बटमको कार्ड याद गर्न सक्नुहुन्छ है त। हल्का यसरी टिल्ट गर्ने अनि कार्ड याद गर्ने। सो यति नै हो सिक्रेट। ल त र अब तपाईँले उसलाई भन्नुहुन्छ कि तपाईँले कार्ड हेर्न पाउनुहुन्न, मैले जे माग्छु त्यही दिनुपर्छ है त तर भन्ने। अनि जस्ट तपाईँले चाहिँ माथिबाट बटमको कार्ड जे थियो त्यो चाहिँ माथिबाट माग्ने, पानाको एक्का माग्ने। सो उसले पानाको एक्का दिन्छ, उसले हेर्दैन र तपाईँले चाहिँ ठिक छ दिएछ भनेर अब दिएको जस्तो गर्ने। तर यहाँनिर चाहिँ तपाईँले अब जुन कार्ड आउँछ त्यसलाई याद गर्नुहुन्छ है त। सो यहाँनिर चाहिँ इटको 8 छ। सो उसले दिन्छ, ओके ल ठिक छ पानाको एक्कै आएछ भने अब चाहिँ बिचबाट जहाँबाट मन लाग्छ त्यहीँबाट इटको 8 माग्ने, जुन कार्ड आउँछ त्यो चाहिँ अब तपाईँले नेक्स्ट माग्नुहुन्छ। उसले एउटा कार्ड दिन्छ नहेरिकन, तपाईँले चाहिँ अलिकति हेर्नुहुन्छ, फेरि यसरी हेरेर अनि यसलाई याद गरेर चाहिँ नबस्नु, फेरि यसलाई नै मागेको जस्तो चाहिँ देखिन्छ है त। सो उसले बिचबाट कार्ड दिन्छ अनि त्यसरी ल ठिक छ मैले जे माग्छु त्यही दिइरहेको छु है त भने अब चाहिँ बटमबाट चिडीको पन्जा माग्ने अनि हाम्रो सर्कल चाहिँ ठ्याक्कै कम्प्लिट हुन्छ। अनि लास्टमा चाहिँ तपाईँले कार्डलाई यताउता गरिदिने सो द्याट उसले चाहिँ अर्डर थाहा नपाओस् है त कुन मागेको थियो भनेर। सो कुन मागेको थियो भनेर सोध्ने अनि चिडीको पन्जा, इटको 8 र पानाको एक्का है त। सो यो ट्रिक चाहिँ ट्राई गर्नु होला र यस्तै ट्रिकको लागि मलाई फलो गर्न नबिर्सिनु होला। आई विल सी यु इन द नेक्स्ट भिडियो।